हेलो साथीहरू है, हामी साथी र म चाहिँ अब यहाँ सौ रोप्नुको लागि नाप्दैछु होइन। अब यो पुरा जग्गा नापेपछि कति मिटर निस्क्यो अनि त्यो मिटर अनुसारको चाहिँ अब हामीले जालीहरू ल्याएर पोलहरू गाडेर टक्क लाएर बनाउनु पर्ने हुन्छ नि त। तालम पुरा अब नापेर अनि कतिवटा यसपालि चाहिँ मैले 600 वटाको मात्रै माग गरेको छु बिरुवा। अनि अब अटो त यहाँले धेरै नै अट्छ होला। अब यसपालि 600 वटा बिरुवा माग गरेको छु। त्यो बिरुवा आएपछि अब यहाँ खाल्डो खन्ने सौ रोप्ने दुनियाँ दिवाना गर्नुपर्ने हुन्छ है। धेरै गाह्रो काम छ। अब आफूले जति मेहनत गर्यो जति दुःख गर्यो त्यो अनुसारको फल दिने हो, नदिने होइन। तर मेहनत चाहिँ धेरै नै अब कडा होला जस्तो छ यसपालिको है। पुरै सौ रोप्नु लागेको मैले यहाँ। अनि यहाँबाट चाहिँ तपाईँहरूले टक्क पुरा भ्यूहरू पनि देख्न सकिन्छ। लोकेसन एकदम राम्रो छ होइन है। अनि पछि साथीहरूले अब मैले रोपेको मैले फलाएको सौ खान पाउनुहुनेछ तपाईँहरूले है साथीहरू। एकदम गाह्रो छ, गाह्रो बिना काम सजिलो त छैन क्यारे। लगानी नै धेरै जालु रहेछ कि सुरुमा झ्याउ साह्रै गाह्रो। अब विदेश जान सकिएन, गाउँघरमा बसी अब केही न केही दुःख त गर्नै पऱ्यो होइन। अब हातमुख जोड्नै पऱ्यो, बच्चाहरू स्कुल पढाउनै पऱ्यो। त्यो भएको कारणले चाहिँ अब अलिकति सौहरू रोपेर अब 2000 रुपियाँ कमाएर आफ्नो परिवार बच्चाहरूलाई राम्रोसँग पाल्न सकौँ भन्ने एउटा आशा हो होइन। त्यही हो। अनि उहाँ चाहिँ मेरो साथी हो। उहाँको त अब अलरेडी नै सौको बिरुवाहरू रोपेर राखेको छ। उहाँले त अब अलिअलि भयो नि मेहनत भइसक्यो उहाँको होइन। अझै नै बढी मेहनत गर्दै हुनुहुन्छ उहाँले। अझै पनि सौहरू रोप्दैछ। अब हेरौँ पछि गएर सबै सौहरू काठमाडौँ, पोखरा, चितवन कहाँ हुन्छ सबै डेलिभरी गर्नुपर्छ है त साथीहरू।